जय नेपाल। फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको परिणाम नेपाली कांग्रेस पार्टीको अनुकूल आएन। के यो अनपेक्षित र अप्रत्याशित हो? बिल्कुलै होइन। यसको गहिराईमा गएर समीक्षा हामी चाँडै नै केन्द्रीय कार्य समितिको बैठक बसेर गर्नेछौँ नै। म यो छोटो भिडियो मार्फतबाट भने पार्टीका आदरणीय साथीहरू र आदरणीय शुभेच्छकहरूसँग संक्षिप्त सुरुवाती संवाद गर्न चाहन्छु। 2079 सालको स्थानीय तहको निर्वाचनमा धरान, धनगढी र काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेद्वारहरूलाई जिताएर मतदाताहरूले हामीलाई सन्देश दिनुभएको थियो, सरकारको काम गराई बदल, तिम्रो दललाई बदल, नत्र हाम्रो मन बदलिन्छ भनेर। हामीले मतदाताको त्यो सन्देश बुझेर बदलिने क्रमको सुरुवात अपेक्षित गतिमा गर्न सकेनौं। बरु मतदाताको हामीसँग रुष्ट मनलाई मतमा बदल्न त्यही मौका छोपेर नयाँ दलको जन्म भयो। 79 सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रपाले छोटो समयमा प्राप्त गरेको सिट हाम्रो लागि मतदाताले दिएको अर्को संकेत थियो। त्यो निर्वाचनबाट पहिलो दल त हामी बन्यौं, तर सरकारको कि नेतृत्व गर्नु पर्दथ्यो हामीले कि पुरै समय विपक्षमा बस्नु पर्दथ्यो, तर हामी यसमा चुक्यौं। सरकारको काम गराई र गतिमा प्रगति गराउन पनि सरकारमा पुगेर गर्न सकिएन। समग्रतामा अनेकौं असन्तुष्टिहरू, निराशाहरू, प्रश्नहरू जो थिए त्यसले देशलाई विद्रोहमा लग्यो। नागरिक पंक्तिमा विश्वास जगाउन सकिएको भए विद्रोह जगाउन कसैले सक्ने थिएन। त्यो विद्रोहपछि पनि हामी अपेक्षित गतिमा बदलिने दिशामा प्रवेश गरेनौं। विशेष महाधिवेशनले नीति र नेतृत्वमा परिवर्तन त गर्यो, तर विशेष महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेको 50 दिनमा त निर्वाचनै थियो। त्यसैले हामीले त्यस मार्फतबाट जे परिवर्तनको सुरुवात गर्यौं या नेपाली समाजका जे जस्ता विषयवस्तुहरूलाई एक एक विमति, असन्तुष्टि, प्रश्न र गुनासाहरूलाई एमआरआई गरे जस्तो गरेर डायग्नोसिस गरेर डकुमेन्टमा जे लेख्यौं त्यो नागरिक पंक्ति समक्ष राम्रोसँग सम्प्रेषण गर्न सकिएन। लोकप्रियतावादलाई पनि चिर्न सकिएन। संसारमा सबै कुरा अनिश्चित होला, तर हामी जान्दछौं कि दुई कुरा एकदमै निश्चित हुन्छ। एउटा मृत्यु, अर्को परिवर्तन। एउटा मान्छे रोज्न चाहदैन, त्यो हो मृत्यु। अर्को मान्छे खोजिरहन्छ, त्यो हो परिवर्तन। भने त्यो परिवर्तन सकारात्मक होला, नकारात्मक होला, मान्छे फुर्सदमा समीक्षा गर्छ, तर रोज्न चाहिँ त्यो चाहन्छ। जेनजी विद्रोह पछाडि सबै क्षेत्रमा परिवर्तन हुनुपर्दछ भन्ने आम अपेक्षा जे थियो, प्रशासनमा, दलमा, सरकारमा, विकास निर्माणको काम गराइमा, समग्रतामा, समाजमा, त्यो परिवर्तन केवल एउटा निर्णयले हुन सक्दैन, सबैलाई थाहा थियो। तर कसै न कसैले सुरुवात त गर्नु पर्दथ्यो नि परिवर्तनका लागि। त्यो सुरुवात कसले गर्यो? नेपाली कांग्रेस पार्टीले गर्यो। तर यो कुरो हामीले नागरिक पंक्तिसम्म कनेक्ट गर्न सकेनौं। यही कुरालाई सम्प्रेषण राम्रोसँग गर्न सकेनौं। दुनियाँभरिका विचारकहरूले भने कि तिमी दुनियाँ बदल्न चाहन्छौ भने सबभन्दा पहिले आफूलाई बदल्न। सबभन्दा पहिले हामीले आफूलाई बदल्ने संकल्प गर्यौं र बदल्यौं, तर नागरिक पंक्तिमा त्यो पुर्याउन सकिएन। त्यसैले अन्ततः निर्वाचनको परिणाम हाम्रो अनुकूल आएन, प्रतिकूल आयो। गहिराईमा गएर समीक्षा गर्नुपर्ने आन्तरिक कमजोरीहरू थुप्रै छन्। गहिराईमा गएर पहिचान गर्नुपर्ने बाह्य कारणहरू पनि थुप्रै छन्। यो सबै कुरालाई हामी समीक्षा गर्ने नै छौं, एक एक केलाउने नै छौं र फेरि नवीन ऊर्जाका साथ आउने छौं। म मात्रै पार्टीका सबै आदरणीय साथीहरूलाई अपिल गर्न चाहन्छु, नेपाली कांग्रेसको जीवनमा जित पनि कैयौं हामीले देख्यौं, पराजय पनि हामीले कैयौं बेहोर्यौं। हरेक प्रतिकूलतामा नेपाली कांग्रेस पार्टीले आफूलाई सम्हालेर समन्वय गरेर अन्ततः फेरि एउटा नवीन यात्रामा, नवीन अध्यायमा प्रवेश गर्ने गरेको छ। यो पराजयको क्षणलाई हामी छोटो बनाउनेछौं, गहिराईमा समीक्षा गरेर सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर नयाँ सम्भावनाको खोजी गर्नेछौं। यो खोजी गर्ने क्रममा पार्टीको वर्तमान नेतृत्व पनि अनि पार्टीको निवर्तमान नेतृत्व पनि हामीले एक ठाउँमा उभिएर सोच्नु छ। छोटो समयमा, विशेष महाधिवेशन पछिको छोटो समयमा निर्वाचनको तयारी गरिरहँदै गर्दा जे जस्ता कमजोरी भयो होला हामी त्यसलाई आत्मसात गर्छौं, तर समग्रतामा यो पराजयमा पुग्दै गर्दा कमजोरीको खोजी केवल विशेष महाधिवेशन पछिका दिनहरूमा मात्रै गरेर हुँदैन। हामीले
70 सालमा अथवा 74 सालमा या 79 को निर्वाचनमा र त्यो बेलादेखि सरकारमा या विपक्षमा रहँदै गर्दा पार्टी सञ्चालनमा या सरकारको सञ्चालनमा कर्म गरिरहँदै गर्दा कहाँ कहाँ कति कति के कुरामा चुक्यौं जसको असर नागरिक पंक्तिमा पर्यो, कसरी कसरी हामीले पार्टीलाई नयाँ ढंगले भाइब्रेन्ट बनाउन चाहिरहेर पनि कनेक्ट गर्न सकेनौं, यो सबै कुरालाई हामीले गहनतापूर्वक समीक्षा गर्नुहोस्। अहिले म पार्टीका सबै आदरणीय साथीहरूलाई यो घडीमा जस्तो परिणाम जुन रूपमा आएको होस्, लोकतान्त्रिक अभ्यासको बाटोबाट आएको छ, यो परिणामलाई आत्मसात गरेर अत्यन्त संयम राख्न, एकता राख्न, ऊर्जा राख्नका लागि आग्रह गर्न चाहन्छु। अनि यो निर्वाचनको माध्यमबाट नेपाली मतदाताको मतबाट विजयी भइरहेका सबै राजनीतिक दलसँग आबद्ध उम्मेदवारहरू र पहिलो दल बन्दै गरेको राष्ट्रवादी पार्टी र विजयी उम्मेदवारहरू सबैलाई बधाई पनि दिन चाहन्छु। हस्, नमस्कार, धन्यवाद, जय नेपाल।